पापाको परी के गर्छ यार। ब्युटिफुल पिपुल, वेलकम ब्याक टु माई न्यू भिडियो। आज चाहिँ हामी अब नुवाकोट जाने भनेर निक्लिएको छौँ 5-6 जना जति। आज चाहिँ मैले बाटोबाट हिँड्दा भिडियो बनाएको थिएँ। अगाडि 2 जना 3 जना, पछाडि साथी छ एउटा। के हुन्छ कसो हुन्छ भिडियो चाहिँ हेरिरहनु होला लास्टसम्म। भिडियोमा नयाँ हुनुहुन्छ भने टक्क लगाएर लाइक सेयर सब्सक्राइब हानिदिनु होला है। अब नयाँ नौलो त केही छैन। यही हो, यस्तै हो। नयाँ टेस्ट टक्क लाएर तेल सेल हाल्यो है। अब चाहिँ हामी निक्लिसक्यौँ। अब सर निक्लिनु पर्ने हुन्छ। 6 बजी ग्यादरिङ भन्ने जस्तो कुरो भइरहेको थियो। अब 9 नै के अरे 6 बजी भन्थ्यो 7 बजिसक्यो है। अब बिस्तारै जानुपर्ने हुन्छ। त्यही पनि यहाँ चाहिँ 5 जना छौँ। अब 1 जना थपिन्छन् होला। अब नयाँ हो म चाहिँ है। अहिले चाहिँ साथीले बोलाएर भएर आएको, नत्र म आउनेवाला चाहिँ थिइनँ। छजना भयो है। सनन्न जानुपर्ने हुन्छ। टोखा हुँदै जाने चाहिँ ठिक छ, मजै आउने छ है। मजा आउनेवाला जग्गा हो। भिडियो लास्टसम्म हेरिदिनु पर्ने हुन्छ। चट्ट लाएर भिडियो लास्टसम्म हेरिदिएर है। पापाको परी के गर्छ यार। झन्डै ल्याट ठोक्दिया बङ्गु, झन्डै ल्याट ठोक्दिया यार। के गर्छ नि त्यहाँ पापा परी। किन आउनु यहाँ मेरो साथी घर यतै हो क्या। मेरो साथी घर यतै हो क्या। केटाहरू प्रायः जस्तो यता आइरहेको हुन्छ क्या। फक 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 के भन्छ। सूर्य चौर जाने बाटोतिर लगभग ल। यहाँ चाहिँ आर्मी बेस क्याम्प छ। चेकिङ हुनसक्छ सायद जहाँसम्म लाग्छ। भएन अब यहाँबाट पुरै ओह्रालो झर्ने हो। सूर्य चौर भनेको थियो हो क्या। उ त्यो पारिपट्टि त्यो टावर छ नि। नेपाल र कसको गेम हुँदाखेरि होइन, हामी त्यहाँ थियौँ क्या त्यो दिन। त्यहाँ बसेर गेम हेरेको थियो क्या मस्त। सूर्य चौर हामी त्यहाँ नि आइसकेका छौँ, गइसकेका छौँ भनौँ होइन। मजा छ ल। ए भिडियो चाहिँ अब यस्तै हो, जस्तो हुन्छ हेरिदिनु पर्ने हुन्छ। यहाँबाट जाने हो। यहाँबाट चाहिँ तलतिर फर्स्ट टाइम हो ल। हामी चाहिँ अब चिलमा हो त होइन नि बङ्गो है। चिलमा हो त होइन। यस्तै अब राइड नन स्टपै भइरहेछ। हामी चाहिँ झोर टोखा हुँदै यहाँ नुवाकोट लागिरहेको छौँ सर र है। बाटो पनि बवाल रहेछ यताको। त्यही हो, राइड चाहिँ एकदम सेफ गर्नुपर्ने हुन्छ। बाटो अलि फिक्सै रहेछ। उता आउने गाडीहरूलाई यता जानलाई अलि मुस्किल हुने खालको बाटो रहेछ। राइड चाहिँ एकदम सेफ गर्नुपर्ने हुन्छ है। आनन्दले जानुपर्ने हुन्छ। A few moments later. एक 135 रेमा मामाहरू क्या बसिरहेको रहेछ यार। डरै लाग्ने गरी बसिरहेको यार मामाहरू त।
कहाँको ब्रिज हो यस्तो? केटाहरू उता हो क्या? झन्नै मास्तिर पुग्यो यार हामी त। यसो हेर त्यहाँ बोर्ड यता बोर्ड देखाउँछ यार यार। हुन्छ यताको भन्छ भन्नु अरे यताको भन्छ घुम्के पुष्ट घुम्के पैसा किन्ने पनि बाटो हो। अब यता गयो भने हामी गल्ती हुँदै घर पनि बाटो हो। बाइक कस्तो मजाले फुट्दै कुदेर नि भनेको थियो।